साँच्चै नै म के भन्न चाहन्छु भने हाम्रो बुवा आमा भनेको चाहिँ हाम्रो भगवान हुनुहुन्छ हैन। हामीलाई यस धरतीमा जन्म दिनुभयो अनि हामीलाई हुर्काउनु भयो, पढाउनु भयो, बढाउनु भयो। उहाँहरूलाई हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु र सल्युट हान्छु म। किनभने आज दुःखको घडीमा चाहिँ म चाहिँ आज डिप्रेसनमा गइसकेको थिएँ के। अनि त्यस्तो अवस्थामा पनि मलाई बुवा मम्मीले सम्झाउनु भयो, हामी मिलेर अगाडि बढ्नुपर्छ भन्नुभयो हैन। अनि आज म बाँचेको पनि उहाँहरूकै लागि हो हैन। अनि यस्तो सोच्थेँ कि जिन्दगीमा बाँचेर केही काम छैन भन्ने मैले सोच्थेँ। अनि तर आज एक्लो छोरो नि त म हैन। अनि एक्लो छोरो भए पनि दुःख त भइहाल्छ। अनि दुःखको घडीमा चाहिँ मलाई यस्तो लाग्थ्यो कि अब हाम्रो टाइम चाहिँ कहिले पनि आउँदैन, हाम्रो जिन्दगी यतिकै सकिन्छ होला जस्तो लाग्थ्यो कि। अनि त्यस्तो अवस्थामा चाहिँ मलाई सम्झाउने अरू कोही थिएन कि। अनि मेरो बुवा मम्मीले मात्रै मलाई सम्झाउनु हुन्थ्यो अनि हौसला दिनुभयो, जिन्दगीमा अगाडि बढ्नुपर्छ, आज दुःख भयो भनेर हरेस खानु हुँदैन, अनि भोलि सुखको दिन अवश्य आउँछ भनेर यस्तो हौसला दिनुभयो कि हैन। उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। उहाँहरूको कारणले आज म जीवित छु अनि यसरी हजुरहरूको माझ मैले बोल्न पाएको छु हैन। साँच्चै नै दुःखको टाइममा तपाईलाई हौसला दिने अनि साथ सपोर्ट गर्ने चाहिँ तपाईको बुवा मम्मी मात्रै हो कि। आज कतिपयले आफ्नो बुवा आमालाई हेला गरिरहेको हुन्छन् हैन। अनि त्यो चाहिँ एकदम गलत हो। किनभने आज तपाईले जसले चाहिँ आफ्नो बुवा आमालाई माया गर्छ हैन, आफ्नो भगवानको दर्जा दिएर राख्छ, त्यसले साँच्चै कहिले पनि हुन्छ नि जिन्दगीमा रुनु पर्दैन जस्तो चाहिँ मलाई लाग्छ कि। त्यसकारणले सबैजनाले आफ्नो बुवा मम्मीलाई चाहिँ माया गर्नु होला, म यही भन्न चाहन्छु।